फेरि मलाई अल्छी नि लागिरहेछ नि आज म अब चाहिँ गाइस पीस सो हे गाइज वेलकम ब्याक माई न्यू ब्लग 6-7 दिनपछि होला मैले भ्लग स्टार्ट गरेको छु 6-7 दिन के कति दिन भयो थाहा पनि छैन अस्ति भ्युज पनि राम्ररी आउँदैन रहेछ क्या अनि त्यहाँदेखि मैले ब्लग बनाउनु छोडिदिएको थिएँ अनि फर्स्टमा त यस्तै हो भनेर मैले फेरि ब्लगिङलाई कन्टिन्यू गरिरहेको छु भने अहिले चाहिँ यहाँ यो हाम्रो घरेटीमा घुमिरहेको छु बाबाले यस्तो राम्रो काटेको छ यार सो बाबाले यहाँ सबै तपाईँ अगाडिको भ्लगमा मैले देखाइन होला हौ साँच्ची यो बढी झार्दै झार्थ्यो क्या हिजो अस्ति बाबा आउनु भएको छ अनि यो काम गर्न गएको ल आजको वेदर त्यस्तो पो छ गाई चाहिँ धुममा छु भने म चाहिँ भर्खरदेखि स्कुलदेखि आएको यो बाबाको सामान दिन किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ यस्तो लेखिएको छ धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ परमेश्वरको क्रोध ती मानिसहरूका ए यो रहेछ यहाँ परेछ साउन्ड बन्द पर्यो भनेको त्यसमा बस्ने र भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ जसले सत्यलाई तिनीहरूका अधर्मले ल अफ हो तिमी पनि अब ल गाइज हेलो गाइज हाम्रो चाहिँ दिदीहरू च्याउमा गएको रहेछ क्या मलाई थाहा पनि थिएन जङ्गल गएको चाहिँ थाहा थियो अनि च्याउ लिएर आइसक्यो अनि हामी चाहिँ आज पिपीकोमा जाँदैछौँ हाम्रो पिपी चाहिँ उता काठमाडौँमा काठमाडौँ अन्त गाडबुङमा छ भने म एन्ड माई सिस्टर इज गोइङ कति भइसक्यो एकछिन पक्ने गाइज मेरो घडी हेरौँ भइसकेको छ 7 देख्नु पनि नदेखि पनि अब चुप्प लाग्यो हिँड्न ढिलो जाने ल हामी चाहिँ गइरहेको छौँ भने सो च्याउ झोलामा वाज म पोखे होइन सो बाई रम्बल भोलि होइन भरेको ब्लगमा यहाँ रम्बल किनेको छौँ भने देख्न सक्नुहुन्छ रात परिसकेको छौँ जोरबाट त अलिकति भर्खर नयाँ बजार सो जानेछौँ है अलिकति चिनेन क्या मलाई आन्टीले यो रिदमको ममले मलाई चिनेन क्या मलाई चिनेको भए त मलाई दिन्थ्यो क्या सो बाटोमा पुगिसक्यौ कालो हेर्नु कालो यहाँ आँटी चाहिँ ब्रेड निकाल्दैछ अघि हामीले गरेको यहाँनिर के बलिरहेको छ हेर्नु गाइज यसो फर्क्यो भने आफ्नो थोप्रा ठ्याक्कै देखिहाल्नुहुन्छ तपाईँहरूले होइन टाइम भयो साह्रै भयो कति 7:30 हामीले आधी बाटो मात्र कभर गरेको छौँ यो दोर्फु होइन यो के अरे दोर्फु बजार कटेर हामी उता जाँदैछौँ एउटा मन्दिर छ क्या गाइसी मन्दिर किन हेर्नु म आफै हेर्नु यो हात दुख्छ गाइस होइन म होइन यहाँ मेरो अर्को हात दुख्यो
हेलो गाइस यहाँ चाहिँ म यसो सेकेन्ड टाइम है यसो राति राति पिकनिक गएको अगाडि चाहिँ लाइट छ त्यो सक्नुहुन्छ अनि पछाडि हान्छौँ हेलो हेलो नगरिकन चुप्प लाग्यो जङ्गल देख्न सक्नुहुन्छ गाई चाहिँ यहाँ बिचमा रोड छ उपर एउटा घर यहाँ एउटा घर छ देख्दैन त्यही पनि बाटो चाहिँ यो रहेको छ नि यो के भन्छ ट्रोलिङ छैन अब यहाँदेखि हामी त्यो अथवा गाडीमा जाने बाटोमा त्यो टर्निङ छ क्या के अरे हस्पिटल पनि छ अरे त्यहाँ सोलु हेल्थ केयर होइन सोलु हेल्थ केयर त्यहीँनिर हो क्या ठ्याक्कै त्यही हो अनि त्यसको तल्लोपट्टि घरै मिनिम भनौँ न घरै छ बारीहरू टन्नै छ अहिले फेरि एउटा घर थपेको छ त्यो नयाँ घर छ होइन अलिकति अर्कै खालको जस्ताको छ क्या जस्ता काठको त छ अब बेलुका देखाउनु मिलेन गाइज कसै देखाउनु तपाईँहरूलाई मलाई के थाहा अब अस्ति अनि आउनेखेर नयाँ बनाइरहेको थियो त अनि काठमाडौँदेखि आउनेखेर ए काठमाडौँको भ्लग पनि निमाले हाल भनिरहेको थिएँ होइन अब नेटदेखि टानेर गुगलमा उ गरेर अनि फाइलमा लिएर त्यहाँदेखि एडिटिङ गरेर त्यहाँतिर टिकै टाइम लाग्छ फेरि मलाई अल्छी लागिरहेछ नि आज मात्र एक हप्ता जति भयो भ्लग नहालेको मैले है सो हल्ला नगरी चुप्प लागि जान्छु बाटो चाहिँ यही हो खराब बाटो यहाँ जङ्गलबाट केही देख्दैन क्या गाई छ मलाई झन् त्यही माथि मोबाइल स्ट्यान्ड पनि लिएर आएन यहाँ बत्ती गरेँ केही देख्दैन बत्ती आउँछ भुइँमा गरेँ नि त टक्कसँग मैले झन् मोबाइल स्ट्यान्ड पनि लिएन नि मोबाइल स्ट्यान्ड पनि मेरो साइडमा ऊ छ क्या लाइट छ भोरो कराएको हो क्या भोरोलाई चाहिँ हाम्रो भाषाबाट भन्छ पा भन्छ क्या नेपालीहरूबाट भ्यागु त अर्कै हुन्छ नि त्यो खाने पो खानेलाई चाहिँ भोरो भनेको भ्यागु त हो पा भनेको चाहिँ खाने भोरो भनेको पा चाहिँ हामीले खान्छौँ म चाहिँ खाँदिनँ औषधि हुन्छ अरे म चाहिँ खाँदिनँ सो जङ्गलको बिचमा म एक्लै आरती पनि टक्कसँग गीत पनि बजाउँदै सो जाने यहाँ एउटा कुकुर छ क्या गाई चाहिँ त्यो पो तनाव लाग्यो मलाई अब यहाँ कुकुर छ क्या एउटा कुकुर टोक्यो भने के गर्ने सेट हुन्छ एकदम ल जाउँ अब यहाँ चाहिँ यहाँ यो लाइट भएर यहाँ टक्क छ्याङ्गै देखिन्छ खोइ ऊ तल उल्लु गाई चाहिँ हेर्नु उयो ल यार देख्दैन क्या यार देख्नु उडेको गाई छु उल्लु हो यो उल्लुहरू चाहिँ आफ्नो पुरा क्राइम सिनमा बसेर हेरेँ बेलुका चाहिँ मेरो रात चौक हत्तीमा औकातमा बस भनेर औकातमा बसिरहेको छ क्या सो अब अलिकति भ्लगमा पनि अब सोलोहरू पनि बोल्न छोड्नु पऱ्यो थियो किनकि यो भ्लग चाहिँ सरहरूले नि हेर्दो रहेछ तनाव लाग्यो क्या अगाडि भ्लगमा मैले के त्यस्तो बोलेको थिएँ कि भनेर तर त्यस्तो त केही बोलेको रहेछ खास त सो डेल्नु चाहिँ बोलेको रहेछ डेल्नु चाहिँ मेरो भाइ यहाँ हो कुकुर गाई चाहिँ बत्तीको छेउमा बस्छ क्या त्यो हाल्ला नगरी चुप्प लाग्यो गाई आज त छैन रहेछ यहाँको गाई हेर्नु त मकै चाहिँ यत्रो अग्लो भइछ हाम्रो त भुइँमै टाँस्ने खालको छ अगाडिको ब्लकमा नै गाई सो कुकुर चाहिँ रहेनछ भने उल्लु तपाईँले राम्रो नदेखे पनि उल्लु चाहिँ थियो क्या सानो खालको उल्लु हामी बिहे गाउँ नगएको नि 3-4 महिनै भएको थियो क्या अरू बेला चाहिँ महिनामा 2-3 चोटि जाने
अनि एकपछि चडङ्ग गयो अनि पिपीले पनि किन नआएको भन्यो अनि मन ठुस्सै परेर त्यहाँदेखि फेरि आउँछु भनेर आज गएको छौँ भने फेरि शुक्रबार पनि आउनेछौँ शुक्रबार पनि फेरि जाने आज आइतबार सोमबार होइन आइतबार सोमबार आइतबार सोमबार मङ्गलबार हो आज बुधबार बिहिबार शुक्रबार आज 3 दिन जति 2 दिन जति रहेछ यो हेर्नु भाइ बुद्धको माने पिमी कुम यो फर्स्टमा यो मैले देखेर चाहिँ बाबाले यसको बारेमा मलाई एक्सप्लेन गरेको थियो कि यहाँ एउटा स्कुल छ त्यहीबाट लाइट छ अब हामीले बेलुका हुने एउटा कुकुरलाई त पार गरिदियो अब अर्को फेरि एउटा कुकुर छ क्या जर्मन सेफर त्यसको नाम जर्मन जेसुकै होस् सो अब त्यो डाइरेक्ट त्यो कुकुरको छेउमा पुगेपछि मात्र मिल्नेछु है म अहिले चाहिँ एकछिन बनाऊ यहाँ पुल रहेछ ओइ राम्रो हेर यहाँ भ्यागुता हुन्छ यार अगाडि भ्लगमा चाहिँ मेरो भ्यागुताहरू मैले टन्न गरेको थिएँ क्या अब चाहिँ गर्ने ऊ पा त भ्यागुता हो होइन पा यसै कराउँछ नि यो चाहिँ पा हो गाइस ए भ्यागुता पनि होला पा पनि होला तपाईँले सुन्नुभयो नेचरको आवाज हो क्या ओ यहाँ लाइट पनि हालेछ भेरी गुड नगरपालिकाले राम्रो गरेन चाहिँ रोड खनेको होइन यो यहाँ चाहिँ अब कतिदेखि कति पुग्दैदेखि हो क्या यो त दाउरा त लगेको छैन कसैले यो यहाँ मकै पनि रोपिरहेको रहेछ नि त यो खोलाको साइडमा हिँड्नेखेर चाहिँ यस्तो साउन्ड आउँछ क्या बेलुका चाहिँ गाइस सौगत सो अब जानेछौँ यहाँनिर अलिकति बाटो चाहिँ हाट भन्दा पनि ठिकै हो सो आधी बाटोसम्म आइसकेको छ भने ऊ माथि मुन हेर्न गाइस मुन यहाँनिर हेर्न फेरि भ्यागुताकै छोर यहाँनिर पानी खान नपाएर छटपटिरहेको छु भने यहाँदेखि उता एउटा ब्युटिफुल हिमाल देख्थ्यो अहिले त कालो केही पनि छैन यता फर्केर म भोलि चाहिँ म 3 बजी यता घर आउनुपर्ने है गाइस 3 बजी आउँछु त्यहाँदेखि लुगा धुन्छु होइन लुगा धुनुपर्ने छ नि त अनि होमवर्क पनि गर्नुपर्छ थोरै अलिकति होमवर्क पनि गर्नु पऱ्यो लुगा धुन्छु होमवर्क गर्छु अनि खाना पकाउँछु खान्छु जान्छु स्कुल पढेर फेरि आउँछु ल अब चाहिँ हामी आइपुग्न आँटे 20 मिनट लाग्छ अब चाहिँ गाइस पिस रोडमा हिँड्नु छ कि हामी गाइस यो अन्त लु सो खोला छेउमा आइपुगेको छौँ खोला गएको सुन्यो होला फोहोर खाएर मरेछ अनि बोरोहरूको साउन्ड मेरो बाइक आउँदैछ भने यही हो सोल एरियर चाहिँ यही हो क्या गाइस यही होला यो दुईटामा एउटा कुन हो देख्दैन रहेछ यो अलिअलि घरमा पनि देख्छ यसको अलिक यतापट्टि छ अनि यो घर पनि होइन त्यो देख्ने रहेछ सो आफ्नै थोप्रा हेर्नु न औ तेरो अन गर न सो अब चाहिँ आइपुग्नु ल मकै त के भिडियो अग्लो हेर्नु त गाइस यो हाम्रो पिपीको मकै त अम्म है टेरिकन कति अग्लो रहेछ नै अम्म है यो चाहिँ हाम्रो पिपीको बारी हो क्या भाइ देख्ने बाप ल यहाँको त फलाउने बेला भइसकेको छ नि अलिकति बाटो धराप छ यहाँ कुला काटेको रहेछ आइपुग्यो नि गाइस यो चाहिँ हो हजुर पिपी होइन ए म जयमसी भन्नु जयमसी सो पिपीको घरमा नि आइसकेको छ भने खानाहरू पनि खाइसकेँ रातिको 9 बजिरहेछ भने देखाइदिनु नै होला तपाईँले देख्न सक्नुहुन्छ रातिको 9 कति भयो भने चाहिँ खाना बाँकी छ खानै सकेन नि रातिको राम्रो लाग्यो भने
लाइक गर्नुहोला, च्यानलको सब्सक्राइब गर्नुहोला। मिलेछ हामी अर्कै भ्लगमा, देखेरसम्म बाई। अब यहाँ मैले यो फोनमा मजाले के हेर्ने हो नि त आज त रातभरि।